अहिले मैले तपाईँलाई देखाइरहेको यो यी ठाउँहरू लुकिएर हान्ने दुश्मनलाई हान्ने ठाउँहरू हो। यो अमरगढी किल्ला हो र यसमा अमरसिंह थापा लडेको ठाउँ हो। यो देखिराख्नु भएको यो यिनीहरू यो झ्याल ढोका जस्तो ठाउँहरू चाहिँ लुकेर हान्ने ठाउँ हो। अनि यताबाट यो लामो छ, ठुलो छ, एकदमै ठुलो छ। तपाईँले देख्नुभयो भने एकदमै ठुलो छ। यहाँ यो ठाउँमा कदाचित केही अलि गाह्रो भयो, असुरक्षाको महसुस भयो भने यहाँबाट यसरी कसैले थाहा नपाउने किसिमले बाहिर आउने ठाउँहरू पनि छ। म तपाईँलाई त्यो पनि देखाउन गइरहेको छु। तपाईँहरूले यो देख्न सक्नुहुन्छ। यो ठाउँ यहाँ कदाचित केही असुरक्षा भयो अथवा भाग्नु पर्यो भने यो निकासद्वार यताबाट यसरी यताबाट गएर यसरी गएर म तपाईँलाई त्यो पनि देखाउन लागेको छु। यताबाट यसरी जाने, यताबाट गएर अब यहाँबाट बाहिर निस्किने ठाउँ हो। यसरी अमरसिंह थापा यसरी लडेका थिए।